हाई गाइज वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हाम्रो क्रिसमसको दिन हो। अनि यहाँ चाहिँ म रेडी भएर यस्तो खुट्टा देखाएर अब हिँड्दैछु। म हजुरलाई चाहिँ हाम्रो चर्च चाहिँ भिजिट गराउँछु। अनि यो चाहिँ हाम्रो चर्च हो गाइज, हेर्न सक्नुहुन्छ अगाडिको यस्तो छ। तल तल सामानहरू के छ, अझै के गर्दै हुनुहुन्छ, त्यो भएर चाहिँ अझै त्यो क्लिन हुँदैछ गाइज। अनि डेकोरेसन चाहिँ यस्तो छ, ब्यालुनहरू गराएर यस्तो झुन्डाइरहेको छौँ गाइज। अनि मैले धेरै चाहिँ खिच्नु खिचेको छैन, थोरै थोरै म हजुरलाई देखाउँछु। अब एकछिनमा चाहिँ क्रिसमस पनि सुरु हुन्छ। अनि यहाँको डेकोरेसनहरू यस्तो छ। क्रिसमस आज दिनभरिको चाहिँ मैले धेरै खिचेको छैन, थोरै मात्रै हो। अनि गाइज हामी यहाँबाट बाहिर निस्क्यौँ भने चाहिँ जुत्ता चप्पल राख्ने अनि यस्तो छ। अनि उता गएपछि चाहिँ अनि बाहिर चाहिँ चेयरहरू सबै निकालेको छ, अब भुइँमा बस्नुपर्ने भएकोले। अनि हामी योबाट गयौँ भने चाहिँ छ्यालमा ऐना देख्छ, यो ऐना देख्ने बित्तिकै फेरि मलाई हेरिहाल्नुपर्छ। अनि हामी यहाँबाट यसरी गयौँ भने चाहिँ यहाँ बाहिरको यस्तो देखिरहेछ। बाहिरको भ्यू चाहिँ फ्लावर छ कस्तो राम्रो राम्रो। अनि यो हाम्रो गेट छ यहाँ, अनि यो माथिको हो, माथि चाहिँ त्यस्तो छ। अनि हामी गेटबाट सिधै गयौँ भने चाहिँ अनि यता चाहिँ हाम्रो ठिक अगाडि चाहिँ किचन छ। किचनमा चाहिँ धेरैजना हुनुहुन्छ। पास्टरनी मम्मीले पनि हाई भन्दै हुनुहुन्छ, मैले भिडियो बनाएको देखेर। अनि आन्टी अङ्कलहरू हुनुहुन्छ। अनि क्रिसमसको लागि चाहिँ बिहानमा अनि कति छिटै आएर कति मिहिनेत गरेर धेरै खानाहरू चाहिँ अनि बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ। अनि किचनबाट यता भित्र गयौँ भने चाहिँ हाम्रो यो अफिस रुम छ। अफिसबाट चाहिँ निस्किने बित्तिकै यता बाहिर किचन। अनि मैले यता यो फ्रिज पनि देखाइरहेको रहेछु। किचनबाट हामी यसरी निस्क्यौँ भने चाहिँ यसरी बाहिर निस्केपछि माथि जाने सिडी छ। अनि यो अर्को साइडमा चाहिँ भाँडाहरू धुनको लागि धारा छ। यता टोयलेट बाथरुमहरू छ गाइस। अनि फेरि हामी यसरी यता गयौँ भने यो माथि जाने सिडी हो। म हजुरलाई माथि पनि लगेर देखाउँछु। अनि माथि यसरी गयौँ भने हाम्रो चाहिँ यहाँ बाल सङ्गति पनि हुन्छ यो हलमा चाहिँ। अनि यता चेन्जिङ रुम समथिङ यस्तै छ। अनि यहाँ चाहिँ गेट लगाएको रहेछ, यहाँबाट उता धेरै स्पेस छ गाइस। अनि माथिबाट चाहिँ यस्तै खालको भ्यू देख्छ गाइस, यति नै हो। ल अब हाम्रो चाहिँ क्रिसमस सुरु हुन्छ। ल हेरौँ है त कस्तो हुन्छ। पापको कुचीबाट हो क्या हो? ओहो यो कुचीबाट त मन्डी लिनै सकिन त। मेरो तागतले म जे पनि गर्न सक्छु। मेरो तागतले जे पनि गर्न सक्छु। ओहो म जस्तो सुनेको को पनि छैन यो संसारमा। म मेरो तिनताले जे पनि गर्न सक्छु। तपाईँ त संसारकै सबैभन्दा राम्रो मान्छे, मलाई यो पापको कुचीबाट निकाल्नु ल आउनुहोस्, म तपाईँको निम्ति प्रार्थना गर्छु। आत्मा चाहिँ यसै भगवानमा आमेन। ल आउनुहोस्, म तपाईँलाई